साथीहरू नमस्कार। म सुभाष चन्द्र यादव एउटा राहत शिक्षक र नेपाल राहत शिक्षक केन्द्रीय सङ्घर्ष समितिका एउटा जुझारु, एउटा योद्धा र एउटा सेवक र एउटा संस्थापक पनि छु। हाम्रो आन्दोलनको विगत धेरै लामो इतिहास त छैन, तर पनि आफ्नो बलमा हामी 2063-64 बाट राहतका मागलाई लिएर नेपाल सरकार देखि विभक्त भएका हाम्रो जिल्लाका साथीहरुमा अनुरोध छ। जुन बेला हामी यो नेपाल राहत शिक्षक सङ्घर्ष समितिको परिकल्पना र स्थापना गर्यौं, यसको मूल मर्म र उद्देश्यमाथि आज चारैतिरबाट प्रहार भइरहेको अवस्था छ। साथीहरूको माग र मुद्दालाई दरकिनार गरेर यथार्थ के हो, हाम्रो पृष्ठभूमि कहाँसम्म छ, हामी के चाहेका छौं, सबै कुरालाई पन्छ्याएर व्यक्तिवादी चरित्र हावी भएको कारणले त्यो संघर्षका दिन सायद कमैलाई थाहा होला। जुन हाम्रो पुराना साथीहरू अनवरत खट्ने मसँग मेरा सहकर्मी मित्रहरू आजको यो दिनमा यहाँसम्म आइपुग्दा बडो दुःख साथ आज यो परिस्थितिलाई हेर्दा सायद गर्नेले त केही भन्दैन। देखावा त धेरै जिन्दगीमा हुन सक्छ साथीहरू। विगतका इतिहास 2064 देखि लिएर हामी नेपाल सरकारलाई घचघचाउन र नेपाल सरकारको विरुद्ध आन्दोलन गर्ने सायद प्रथम योद्धा नभनौं, हाम्रा धेरै सहकर्मी पूर्ण जिल्लातिर थिए। तर म 12बाट नेपाल राहत हक हित संरक्षण युनियनको स्थापना गर्दै गर्दा काभ्रे र सिन्धुलीतिर बुद्धिराज सत्याल र क्वाङछु लामा हाम्रा सहकर्मी साथी सहयोगदार त्यहाँ पनि एउटा राहत शिक्षक संगठनको नाममा खोलेका थियो। हामी दुवैजनाले देशभरिमा प्रचार प्रसार गर्ने क्रममा त्यति बेला एफएम को सुविधा मात्र थियो साथीहरू। सौभाग्य थियो कि जुन जिल्लामा जानुपर्ने अवस्था हाम्रो हुन्थ्यो त्यो जिल्लाका एफएम स्टेशनलाई सम्पर्क गरेर हामी त्यो नम्बरबाट एफएम को नम्बर पनि खोज्न गाह्रो, किनभने 12बाट काभ्रेमा गएर त्यहाँको सञ्चार माध्यमसँग सम्पर्क गर्नु, कायाकैरनदेखि लिएर त्यति बेलाको नेपाल दर्पण र कायाकैरन भनेको 8 बजेको न्यूज थियो। हामी त्यो न्यूजलाई ध्यानमा राखेर आफ्नो माग र मुद्दाहरू त्यसैको माध्यमबाट प्रसारण देशभरि गर्थे। हाम्रो जम्का भेट क्वाङछु लामा र सुभाष चन्द्र यादवको 2065 सालमा नेपाल राहत हक हित संरक्षण युनियन र नेपाल राहत शिक्षक संगठनको विलय भएर एक ठाउँमा हामी हाम्रो मुद्दा र माग सेमै थियो। चाहे जे होस्, उहाँहरूले आफ्नो ठाउँबाट आन्दोलनको बिगुल फुक्नु भएको थियो भने मधेसतिरबाट बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, जनकपुर
वीरगञ्जदेखि कुन ठाउँमा कहिले गयो, कति तलब आयो, के खायो, केही ठेकान हुँदैन थियो साथीहरू। जब जनकपुरको अधिवेशन थियो, जनकपुरमा हामीले गठन गर्नुपर्ने बेला आयो, राम जानकी मन्दिरमा गम्छा बिछाएर सुत्ने, राति काट्ने, लामखुट्टे त्यस्तै छ जनकपुरतिर, वीरगञ्जतिर। लगभग 33 जिल्लासम्म हामी पुग्यौँ। एक सुक्का लेबी थिएन साथीहरू। आफ्नो शर्म, आफ्नो पसिना बगाएर जब हामी आरआर क्याम्पसमा, काठमाडौँको वीरकुटी मण्डप हुँदै आरआर क्याम्पसमा दुई टिमलाई एक ठाउँमा गरेर सरकार विरुद्धको झनको आन्दोलन हामी चर्कायौँ। यसको तात्पर्य के हो भने, जब हामी जुट्छौँ हाम्रा धेरै मागहरू, मुद्दाहरू सम्बोधन हुन्छ। गवाह छ इतिहास। अहिलेसम्म हामी देखावा गर्ने मान्छे होइन साथीहरू। हामीले पद चाहिए छैन, प्रतिष्ठा चाहिए छैन। त्यति बेलाको मिलन बिन्दु भनेको माग थियो, मुद्दा थियो। 4100बाट सुरु गरेको तलब स्केल आज जुन हामी थाई सरहको समान सेवा सुविधा पाइ जुन राखेका छौँ, त्यो यसरी पाएको होइन सर। शिक्षा कार्यालयदेखि लिएर, शिक्षा मन्त्रालयदेखि लिएर तालाबन्दीको शिकार हुँदै, कहिले टाउको फुटाउँदै, कहिले कम्मर भाँचाउँदै हामी शिक्षा मन्त्रालयको गेटमा ताला मार्ने। अहिलेसम्म सायद नेपालको इतिहासमा त्यस्तो आन्दोलन नभएको होला। तपाईहरूलाई म यो यथार्थ जुन हाम्रो अहिले पुराना केन्द्रीय साथीहरू छन् थाहा होला। सुभाष यादवले शिक्षा मन्त्रालयको गेटमा ताला मारेको थियो। टाउकोमा कफन बाँधेर हामी मारेका थियौँ। 15 दिनसम्म भित्र बसे। एक सुक्का कहीँबाट त्यति बेला थिएन। यो 66 को आन्दोलनको पृष्ठभूमि बताउँदैछु साथीहरू। त्यति बेला म संस्थापक अध्यक्ष भएर काम गर्दै थिएँ। सौभाग्य थियो साथीहरू पनि त्यतिकै जुधाहरू। मनोजाचार्य जुन अहिले हाम्रो रत्नराज क्याम्पसका स्कुलमा उहाँ साइन्सका शिक्षक हुनुहुन्छ, उहाँको जोश जागर, प्रकाश नेउपाने, सुरेन्द्र गौतम, खेम अधिकारी, कृष्ण बिष्ट, विष्णु खत्री, जब हामी सुरु गरेका थियौँ, यी साथीहरूले हामी खोजी खोजी नेतृत्व दिएका छौँ कि हामीले नेतृत्व चाहिए छैन। हामी त एउटा फुलवारीका मात्र बागवानका मालिक रहन्छौँ। तिमीहरू सबै गर्दै गाउँ, तर हामीले एउटै फल दिउँ कि हाम्रो जागिरको सुरक्षा हुनु पर्यो। 33% कटौती गराए, समान तलब स्केल पायौँ। बिना पोसाकको हामी नङ्गै रत्न पार्कबाट आधा पोसाकमा काठमाडौँमा केन्द्रित आन्दोलन गर्ने मेरै नेतृत्व थियो। वाङछु लामाको, सुभाष चन्द्र यादवको, प्रकाश सरको, सुरेन्द्र गौतमको, खेमराज अधिकारीको, गोकुल रोकायाको, विष्णु खत्रीको, कृष्ण बिष्टको योगदान कम छैन यो आन्दोलनमा। आज हामी अहमतामा यति लिलिप्त भएका छौँ, यति व्यग्र भएका छौँ, एकले अर्कामाथि औँली खडियाइराखेका छौँ। विगतका आन्दोलनमा हामी सर कति पटक त्यो पुलिसका लाठी खाए, कति पटक भित्र गएर हामी थुनामा बसे। त्यो विगतका हाम्रा सहकर्मी साथीहरूलाई थाहा होला। सुन्दै हुनुहोस्, हाम्रा पुराना साथीहरू पनि सुन्दै हुनु होला यो कुराहरू। यो प्रुफ मैले सुभाष यादव यसरी दिइराखेको छैन। तर हामीले पद चाहिए थिएन सर। चाहिए थियो भने हाम्रो पेसाको सुरक्षा। आज कहिलेकाहीँ यस्तो लाग्छ कि हामीले यो निर्माण गरेका यत्रो ठुलो देशभरिका सङ्घ सङ्गठन मञ्च परिषदलाई चुनौती दिने एउटा राहत शिक्षकले आज विभक्त भएर हाम्रो मुटुमाथि यस्तो प्रहार। यसैका लागि हामी निर्माण गरे।
मेरो अनुरोध छ, अहिले हामी जिउँदैछु सर, लास नबनाउनुहोस्। म विष्णु खत्री र नवीन सिंह धामीले भन्दैछु, अहिले प्लेन चढ्नेहरूले हामी पैदल हिँडेर हिमालदेखि तराईसम्म यो दौडा गरेर यो बनाएको सङ्गठन हो। माया उसैले हुन्छ जसले उसलाई जन्म दिएको हुन्छ, हुर्काएको हुन्छ। मलाई सम्मान र अपमानको कुनै जरुरी छैन। मलाई चारैतिरबाट अपमान सहनु आदतै छ, किनभने जसले गर्छ त्यसले अपमान सहनै पर्छ। हामीले लगाएको यो बगैँचा आज उजाड हुनु, किन हामी एक बिन्दुमा आउँदैनौँ? स्वार्थ के हो? मैले विष्णु खत्रीलाई पनि यो मेसेज दिएकै हो कि साथीहरू सबैजना एक ठाउँमा बस। नवीनलाई पनि भनेकै हो कि राहतको मुद्दाबाट अलिकति विचलित नभएर हामीले केमा हाम्रो सबै साथीहरू सुरक्षित हुन्छ, राजनीतिको पछाडि हामी नजाउँ। जति बेला हामी राजनीतिकमा पस्छौँ, जति बेला यो सङ्घ सङ्गठन मञ्च परिषदका साथीहरूले हामीले मोबिलाइज गर्छ, त्यो युद्धमा हामी इमान्दारीका साथ खटौँ। तर हाम्रो मागलाई यदि कसैले व्यवस्था गर्दैछ, हामीमा फुट डालेर आज हाम्रो दुनियाँ बर्बाद गर्दैछ, कसैले कसैको हेराइ र कसैको भनाइमा बेग्लै कुरा होला, तर मेरो हेराइ र मेरो भनाइ भनेको सम्पूर्ण देशभरिका राहत शिक्षकले 60 वर्षसम्म कसरी काम गर्न पाउँछ त्यो हुनु पर्यो। मैले कमाएका तलब जति 11 वर्ष अनवरत यही राहतका साथीहरूको लागि जिल्ला जिल्ला दौडा गरी एउटा सङ्गठनको निर्माण गर्ने म योद्धा हुँ। दर्द छ आज यति सङ्गठित भएर जुन ऐस आरामका जिन्दगीहरू बितिराखेको छ, यसरी भएको होइन सर। यो माफी चाहन्छु तपाईहरूलाई पद चाहिए होला, कसैले अध्यक्ष चाहिए होला, कसैले महासचिव चाहिए होला, तर हामीलाई हाम्रो पेसाको सुरक्षा चाहिएछ। यदि तपाईँ सक्नुहुन्न भने फेरि तपाईहरूलाई हार्दिक अनुरोधका साथ भन्दैछु, यसपालि पनि म यो आन्दोलनको एउटा देखावटी मान्छे होइन। सारा जगत मिडिया हेरिरहेको छ कि सुभाष यादवमाथि कति लाठी परेको छ। पहिलो लाठी खाने मान्छेमै हुँ, पहिलो बुट खाने मान्छेमै हुँ। आन्दोलनको दौडान, आन्दोलनको रनको मैदानको पछाडिको ललकार सहने सुभाष यादव होइन। यदि तपाईहरू ललकार गर्दै हुनुहुन्छ एकअर्कालाई के का लागि? विष्णुले खत्रीलाई ललकार्ने, खत्रीले विष्णुलाई ललकार्ने, यसैको लागि यो राहत हक संरक्षण युनियन छोडेर, राहत शिक्षक सङ्गठन छोडेर हामी नेपाल राहत शिक्षक सङ्घर्ष समिति बनाएका हौँ। कसैको विरासत हो यो? यसरी अर्जेका हामी यो यसरी बनाएका यो एउटा 40,000 राहत शिक्षकको जमात हो। लाज छैन? सबको भरिया बनेर आफ्नो मुद्दालाई छोड्ने कि आफ्नो मुद्दालाई केन्द्रित गर्नु? 60 वर्षमा हामीले निशर्त कुनै केही चाहिएको छैन, हामीले स्थायित्व चाहिएको जरुरी अब छैन, बुझिसके। हामीले फुट डालेर राज गर्ने कोसिस भइराखेको छ। जस्तै हाम्रो विगतमा अस्थायी साथीहरूलाई विस्थापित गर्यो, आज 60-40 को नाममा हामीले पनि विस्थापित गर्न सक्छ। खबरदार, सावधान दुवै टिम। एउटा स्वतन्त्र टिम फेरि एउटा तयारी हुन्छ, त्यसको आवश्यकता त छैन नि। कसले ललकार्ने? आफ्नो स्वाभिमानलाई ललकार न। के का लागि अध्यक्ष बनेका छौ तिमीहरू? क्वाङ अहिले छ, इतिहास छ। गोकुलको बाजुराको गोकुल रोकाया छ। सोध न सुभाषले कति खेप्या छ? हिम्मत छ? आँट छ? एक सुका कहीँबाट चन्दा यदि कहीँबाट एउटा आर्थिक अनियमितता भएको छ भने हामी आफ्नो पकेटले लडेका थियौँ, आफ्नो रिसोर्सले लडेका थियौँ। साथीहरूबाट जे जति सहयोग भयो त्यो भयो, तर बाँकीका लागि हामी कसैलाई गिरवी राखेनौँ। आज हाम्रो राहत गिरवीमा बसेको छ।
फेरि हामीमा त्यो जोस र तागत छ। अहिले पनि पदको लागि हामी केही गर्दैनौँ सर, पद केही छैन, सानो कुरा हो। पहिला सबैको जागिर सुरक्षित होस्। यदि तपाईहरु यस्तै माग र ड्रामा गर्नुहुन्छ भने सब राहतले बुझिरहेको छ कसको मागमा के दम छ भनेर। माग त हामी नै उठाएको हो, त्यति बेला संगठित त हामी बनाएको हो नि, तपाईहरुले जिम्मेवारी दिएको हो। खबरदारी गर्ने हिम्मत अझ पनि हामीमा छ। फेरि दौडा गरौला, फेरि जिल्ला जिल्ला जाउला, तर राहतलाई यसरी विखण्डन हुनेबाट हामी बचाउने प्रयत्न गर्छु, कोसिस गर्छु। दुवै टिमलाई अनुरोध छ, हार्टली अनुरोध छ, मेरो आँखाको यो आँसुलाई यसरी अपमान नगरिदिनु होला, अनुरोध छ। यही भन्दै भन्ने शब्दहरू अब रीति राखेको अवस्था छ। यसकारण म दुवै टिमलाई यो आज मैले भिडियो सार्वजनिक गर्नुको पछाडि मेरो कारणै हो। म कसका लागि एउटा त्याग र तपस्या बलिदान के को लागि? सब पछाडि हुन्छ, हामी मोर्चाको अगाडि हुन्छौँ के को लागि? आफ्नो लागि बीचमा जस्तो प्रतिज्ञा गरेकै हो कि जबसम्म मेरो राहतका सम्पूर्ण साथीहरू स्थापित हुँदैन तबसम्म म आयोग लड्दिनँ भनेर। म पनि मास्टर डिग्री गरेर त्यति बेला आएकै यो 2061 सालतिर। ठुल्ठुला अफरहरू थियो सर, गइएन। यसको पछाडि एउटै कारण थियो कि जुन ठाउँमा म छु, जसले म माथि विश्वास गरेको छ त्यो विश्वासले म कहिले पनि टुट्न दिँदैन। यो जान जान्छ तर यो वचन जानु हुँदैन। त्यो वचनको पालनको लागि तपाईहरु जति अपमान मलाई गरे पनि मलाई दुःख लागेको छैन अहिलेसम्म। दुःख आज लागेको छ कि तपाईहरु दुई टुक्रामा, दुई फाँटमा विभाजन हुनुभएको छ। यो कुरा बुद्धिराज सत्यालले पनि सुन्दै हुनुहुन्छ, क्वाङछो लामाले पनि सुनिराखेका छन्, गोकुल रोकायाले पनि सुनिराखेको छ, खेमराज अधिकारीले पनि सुनिराखेको छ, नवीन सिंह धामीले पनि सुनिराखेको छ। बाँकी त नयाँहरू धेरै छन्, विष्णु खत्री पनि सुनिरहेका छन्। सबैजनालाई म आफ्नो 10 औँला जोडेर नमस्कार गरेर अनुरोध गर्दैछु, कम से कम आफ्नो बिन्दुमा लड्नुस्, आफ्नो उद्देश्यको लागि लड्नुस्। सबै साथीको डिमान्ड छ भने हामी 60 वर्ष सामाजिक सुरक्षामा जान्छु भने के विकल्प राम्रो छ? विशेषज्ञसँग सल्लाह गर्नुस्, बस्नुस् एक ठाउँमा जहाँ यदि सुमति छ भने सबै सकार हुन्छ, जहाँ कुमति छ भने केही पनि हामी पाउन सक्दैनौँ। म सम्पूर्ण साथीहरूलाई एकचोटि पुनः हार्दिक विनम्र अनुरोध गर्न चाहन्छु, तपाईहरु ठुलो हुनुस्, खुसी छौं हामी। तपाईहरुको पद प्रतिष्ठा बढोस्, खुसी छौं हामी। यसैका लागि नै बनाएको हौं कि हाम्रो सब बढोस्, सब राम्रो बनोस्। हामी पछाडी नै रहेर तपाईहरुलाई मद्दत गर्छु, सहयोग गर्छु। पहिलो लट्ठी ममा चल्छ, तपाईहरुमा चल्दैन। आजसम्मको इतिहास छ, चिन्ता नलिनुस्। एक ठाउँमा आउनुस्। यदि एक ठाउँमा आउनु भएन भने तपाईहरुले जे गरिराख्नु भएको छ, जे भइराखेको छ, यसको फाइदा गभर्नमेन्टले उठाइराखेको अवस्था छ। सरकारले हामीले दुई टुक्रामा बाड्नुको पछि यो सरकारको कुनै न कुनै रणनीति हो। यो रणनीतिको शिकार यदि तपाईहरु बन्न चाहनुहुन्छ भने मलाई केही भन्नु छैन। म एकचोटि फेरि त्यही बाटो अपनाउँछु जुन बाटोले राहतका थाई बाहेक सम्पूर्ण मागहरू पुरा हामी गराएरै छाडेका थियौं। त्यति बेला हाम्रोमा कुनै राजनीतिक गन्ध पनि थिएन, कुनै सुगन्ध पनि थिएन, विशुद्ध हामी राहत थियौं र समान तलबदेखि लिएर समान सेवा सुविधा समेत थाई बाहेक सब हामीले लट्ठीको बलमा, आन्दोलनको बलमा यो माग र यो मुद्दाहरू स्थापित गर्दै गर्दा 2071 बाट जब यसमा राजनीतिक प्रवेश गरियो, हाम्रो टिमलाई विखण्डन गर्ने सुरुवात त्यहाँबाट भयो।
हामी बिस्तारै लोप हुने अवस्थामा हुँदाहुँदै एउटा जिम्मेवार शिक्षकका नाताले एउटा जिम्मेवारीका नाताले आज तपाईहरुलाई यो कुरा मेसेज गर्दैछु। विनाश काले विपरीत बुद्धि नगरौं साथीहरु, आफ्नो बाटोमा फर्कौं। कोही कसैले औला नउठाउँ, हामी सबै औला उसको लागि उठाउँ जसले हामीले अपमान गरिरहेको छ। म ठुलो कोही ठुलो हुँदैन, संगठन ठुलो, एकता ठुलो, एकतामा बल। यही भन्दै आजको लागि तपाईहरुको बीचबाट भगवान कृष्णले तपाईहरुले सद्बुद्धि देओस्। माँ भगवती, माया रूपिणी सरस्वतीले तपाईहरुको कण्ठमा आएका जुन अपराधिक सोचहरु उपजाएका छन् त्यो नष्ट गरून्। योग मायाले सबमा एउटा साहस र शक्ति दिउन्। आफ्नो विचार खुला राखौं। कसैले कसैको भिडियो, कसैले कसैको बायोडाटा खोदल्ने जरुरी हामी देखिराखेका छैनौं। जसले जिस समयमा जे गरे त्यो हाम्रो लागि सबै स्वीकार थियो, तर अब स्वीकार हुने अवस्था यस्तो बनाउनुस् कि हामी 60 वर्षसम्म कसरी सुरक्षित हुन्छौं। अनुरोध गर्छु साथीहरु, सायद मेरो यो कुरा तपाईहरुको बीचमा जाओस्। सबले सबलाई सम्झाउने कोसिस गर्नुस्। कोही ठुलो हुँदैन, सब सानै नै बन्नुस्। ठुलोले कहिले ठुलोको आश गरेको छैन, त्यो त जहिले पनि सेवकको रूपमा हुन्छ। त्यही एउटा राहतको सेवक, राहत शिक्षकको सदैव चिन्तामा बस्ने सुभाष यादव तपाईहरु माझबाट बिदा हुन चाहन्छु। नमस्कार, जय राहत।